हेलो साथीहरु, आज फेरि एउटा सानो भ्लग बनाइरहेको छु मैले। आज चाहिँ ठ्याक्कै के भन्नुहुन्छ भने दशैं आउँदैछन् अनि आज हाम्रो चाहिँ गाउँमा मान्ने गुन्ने गर्ने हाम्रो पुरानो झाग्रीबाहरूले आइतबार हो कि के पूजा गर्छन् अरे। हिजो संसारी गर्यो के अरे, हिजो मैले भ्लग बनाएन। आज मैले सानो भ्लग बनाएर हिँडिरहेको छु। हजुरहरूलाई म पूजामा समावेश हुन्छु भनेर हिँडिरहेको छु। ल साथीहरु मजाले हेर्नु होला। हाम्रो बाजे बोजूहरूको घरतिर यसो ल मामा, अनि कहिले आउनु भएको र कैलालीबाट? आएको नि हिजो। हिजो आउनु भएको? अनि कति दिनमा आइपुग्नु भयो त घरमा? घरमा 4 दिन। 4 दिन आइपुग्नु भएको? ए, अनि दसैँ तिहार कस्तो लाग्दैछ हाम्रो मामालाई? दसैँ तिहार लागिरहेछ यहाँ। अब के भन्नु, अब भान्जाहरूलाई भनेर के साध्य छैन। ए, अनि मामा पूजा खान जाने होइन? जाने, अब जाउँ। अब पूजा खानु परिहाल्यो। अब हाम्रो नि दसैँको पूजा छ क्यारे। दसैँ लागिरहेछ गाइजहरू। अब मामाहरूसँग यसो भेटघाट भइरहेछ। ल अनि कस्तो दसैँ आउँदैछ त हाम्रो फुपूको चाहिँ? अनि दसैँ त आउँदैछ, त्यो त आइपुग्यो, ओडा गहिरोतिर आइपुग्यो। ए, भनेपछि घर छेउतिर आइपुग्नु लाग्छ। घर छेउतिर आइसियो दसैँ। ए, अब कहिले रहेछ दसैँको टिका चाहिँ निनीको? अब दसैँको टिका त अब कहिले सबैको कहिले हुन्छ त्यतिखेर हुन्छ नि। ए, ल है ल। गाइजहरू, म चाहिँ पूजामा लागेको अवस्था। अनि यता यसो भेटघाट निनीहरूसँग मामाहरूसँग। पूजा आएको अवस्था। पूजा खाएको अवस्था। आजको पूजा खाएको अवस्था साथीहरू। म चाहिँ लास्टमा आएर खाएको राल प्याल। अब यो मलाई भाडा हालेर जा खायो। दसैँको बेला पूजा खान आएको। मासु एकदम मिठो रहेछ। ल पूजा खाँदै डेक्ची बोक्दै सानो चेलीबेटीहरूले। Siakutin unan. Kuta.
काला नि बाख्रा चराउनु ए नगर्नु त्यो हो त आजीकै हो त हेर्नु कुता हेर्नुनान आज कुतेनसँग साई हो त हेर्नु नाले कसुगुरी गाङा पे फलानु ढेडु ngano ए आज नङ ढेडु हे रियप्नु नि बन ए त्यो आजको दशैं कुन रलन्ते कस्तो वइ थान कस्तो वइ थान राम्रो अज्जाते काबे ननगुरी हरा थुन अज्जाते काबे राम्रै फिरी आए सुब्बाबे केल्चबे हलायान ए लो त्यो सुब्बा मामा हजुर पूजा लाग्दै छ अब यो दशैं तिहार चाहिँ राम्रो मनाउनु पर्छ अब लु बाप्रा तिम्रो घर खसी काटौँ आज खसी त अब भोलि नै काट्ने चिन्ता नगर्न भोलि फुलपाती हो के अरे भोलि छुट्टै गने आज चाहिँ खसी काट्ने भोलि हाम्रो अर्को खसी काट्ने भोलि अर्को छ त डमडममा भोलि के छ बाख्रा छोड त झ्याले गर्न हामी भोलि भैँसी मासु नरका बाख्रा मासु खाइबस्छ भोलि बिहान 7 बजी ढाल्नुपर्छ है त बकेरे राङो खसीहरु के ठीक छ त्यो ढाल्नुपर्छ गनी खसी आज नै मनाउनु न त के भएर र ठ्याक्कै 7 बजे ढाल्ने अब आज एक दिन त मासु नखाइन हुन्छ भोलिबाट त भने खानुपर्छ आज खायो भने कि भोलिदेखि त कहाँ खबर कहाँ भइहाल्छ नि त्यो हो यो अर्को पनि आछ यहाँ बनायङ दुबाई अनि के छ कान्छ खसीको मासु लिनुलाई नेता मासु लिन नेता यो नेता मासु लिन रिसामा राख परे किकिरी गरो ए ल